मैले तपाईलाई केही भनेको नेपाली केटाकेटी मेरो भाइ हो क्या यो हैन खोलेर बसेर हुन्छ क्या कानुन हुन्छ कानुनको विधि विधान हुन्छ हामीलाई पनि थाहा छ हो कानुन भन्दा माथि पनि तपाईले कानुन भन्दा किन कानुनलाई मुनि लगाएर किन काम गर्नुभयो किन गर्नुभयो त अनि मेरो त्यति मात्र भएर त हुँदैन नि तपाई आफैले बनाउन सक्नुहुन्छ आइबी पनि सत्य बोल्छ दुईटा बोल्दैन हामी त सपनाहरूलाई वास्तविकतामा परिणत गर्दै नेपाल फर्निचर फ्याक्ट्री जडीबुटी काठमाडौँ। सिधै फ्याक्ट्रीबाट छानी छानी लिनुहोस् आकर्षक र उत्कृष्ट डिजाइनका सोफा, बेड, दराज, डाइनिङ लगायतका सम्पूर्ण फर्निचरका सामानहरू। नेपाल फर्निचर फ्याक्ट्री जडीबुटी काठमाडौँ। दुधको दुध पानी पानी गरेर त्यति मात्र भएर त हुँदैन नि तपाई आफैले बनाउन सक्नुहुन्छ पानी अहिले हुन्छ नि पैसा लियो पैसा लियो कि लिएन के उहाँको एजेन्टमा बोलाउँछु मलाई कुट्नु कति कुट्नु छ कुट्नु कसले चिनेन नाम मलाई फेस तो देखिरहेको छु नि त अस्ति पनि अफिसमा आएको हो फेस तो चिनिरहेको छु नि त नाम के मलाई थाहा छैन भित्र नचिन्ने त्यो हुन्छ यस्तो कुरा छैन अस्ति पनि सबै जस्तै अहिले आउनु भएको म हेरेपछि चिन्छु नि तर तपाईको नाम के छ मलाई सुन न नामैले एउटा काम पछि मलाई नाम थाहा छैन नि त अब एजेन्टले के दिएको कसै सबै म क्लियर गरेर दिन्छु पैसा लियो कि लिएन भने के जबरजस्ती मलाई त कुट्ने त यो गर्ने पैसा दिएको मैले तपाईलाई केही भनेको मान्छे चिने घरि नचिने त अघि भर्खरसम्म थियो भनिरहेको थियो अघिदेखि भन्नुपर्ने छैन अघि मैले लिएको भनिरहेको थियो भर्खर अगाडिसम्म तिम्रो दुईटी जिरो छ होइन आइबी पनि सत्य बोल्छ दुईटा बोल्दैन हामी त दुईटा बोलेछु त यहाँ सुरुमा आउने उहाँहरूले हिजो पनि मैले भनेको छु अनि तपाईँको अफिसमा आउनु सबै कुरा हिजो फोन गरेकै छैन कसरी भन्यो हिजो कसरी भन्यो हिजो फोनै गरेको छैन दिन्छ पनि कुरा गरेको पनि आजले काम गर्न कसले गरेको छैन म दलाल हान्छु यस्ता दलाल पालेर मान्छे बेच्ने सानो दलाल हान्दिकै हुन्छ मान्छे बेच्छस् हेर्छ के हेरे कानुन हुन्छ कानुनको विधि विधान हुन्छ हामीलाई पनि थाहा छ हो कानुन भन्दा माथि पनि तपाईँले कानुन भन्दा किन कानुनलाई मुनि लगाएर किन काम गर्नुभयो किन गर्नुभयो त अनि मेरो भाइ हो मेरो गाउँले मेरो काभ्रेङ मेरो भाइ हो तपाईँले आजको भोलि गर्नुपर्ने
काम आज गर्न सक्नुहुन्न त ठिक छ उहाँले भोलि तपाईँले लग्न त गर्नु पर्यो तपाईँले भोलि त आउनु नपर्नुहोस् हाम्रो त्यो इन्टेन्सन हामी त्यो गर्दा पनि गर्दैन हामी 40 जना ल्याउँछु भने के भने तपाईँहरूले भन्नु न किन भने हामीले संसद हामीलाई थाहा छैन किन अब यो बारेमा डिबेट रेकर्ड छ यार के बोल्यो तपाईँले मेन पावर चलाएको कि गुन्डागर्दी गरेर बसेको नेपाली केटाकेटी मेरो भाइ हो क्या यो होइन खोलेर बसेर हुन्छ क्या म मेरो भाइको लागि मेरो भाइ बुझ्नुभयो के डिस्कस गर्ने के कसो गर्ने तपाईँहरूको कर्म सबैहरू आफै गर्नु हामी छलफल गर्न आउने होइन भोलि हामी क्यास लिन आउने को त एजेन्ट तपाईँ नै हो उहाँलाई लैजाने कि के हो कसको एजेन्ट तपाईँ दुईजनाको एजेन्ट के भन्नुहुन्छ त अहिले उहाँले चाहिँ पैसा लिनु भएको त हो नि तपाईँले पैसा लिनु भएको त हो नि सर अघि बोलेको तपाईँले मैले उहाँको हातबाट पैसा लिएको छैन उहाँले मलाई डाइरेक्ट पैसा दिएको छ त्यो एजेन्टबाट लिएको हो क्या तपाईँले सुन्नु एजेन्टले उसको अर्को कारोबार पनि छ बुझ्नुभयो कुन कारोबार छ गर्छु किन बढी पर्या एजेन्टले लगेर तपाईलाई उसको मेरो कुरा सुन्नु न उहाँको एजेन्ट आउँदैछ बसेर सबै पैसा त्यो एजेन्टबाट तपाईँले 2 लाख 25,000 पैसा पाएको हो कि होइन उहाँ एजेन्ट आउने दिनु सबै कुरा सुन्नु मेरो पाएको हो कि मेरो कुरा सुन्नुहुन्छ एजेन्ट आउने दिनु एजेन्ट आउने दिनु अघि भर्खरै तपाईँले भित्र मैले 2 लाख 35,000 पैसा पाएको हो कि होइन मलाई 1 मिनट बोल्न दिनुहुन्छ उहाँको एजेन्ट आउन दिनु उहाँको अगाडि तपाईँहरू सबैजना सँगै राखेर प्रष्ट कुरा दिएछ तपाईँको अगाडि फुल तपाईँले अघि भर्खर पाएको हो पैसा त्यही त म भनिरहेको छु उहाँको एजेन्टले किन झुट बोल्या भने सुन्नु पैसा तपाईँ अनि के हो दाइ तपाईँ मान्छे बेसी काम गर्ने दाइ ओ दाइ यता हेर्नु त भन्नुहोस् त म अफिसमै छु भित्र पैसा लेख्छ भने भाइहरूलाई 4 जना भाइहरूले देखिराख्नु भएको यो मेन पावरले चाहिँ यो 4 जना भाइहरूलाई एउटा कामको लागि भनेर अर्को कामको लागि पठाएर चाहिँ यति बेला उहाँलाई चाहिँ एकदमै धेरै विचल्य अवस्थामा पठाएर चाहिँ यो यस्तो गरिराख्नु भएको छ उहाँको एजेन्टलाई बोलाउन उहाँको एजेन्टले लिएको छ कि छैन उहाँको एजेन्टले भनिहाल्छ भिडियो नचाहिने नगर्नु पर्ने एजेन्टलाई बोलाउनु लिएको होइन पैसा अरू पनि कारोबार हुन्छ म शर्मिला वाइबा आज मसँग भाइहरू पीडितहरू आउनुभएको थियो भाइहरूलाई चाहिँ कता रे कुबेत पठाएर चाहिँ उहाँले चाहिँ के अरे मार्केटमा काम अब किनरको काम लाइन्छु भनेर विभिन्न व्यक्तिहरूलाई उहाँसँग 3,10,000 तपाईँसँग कति 220 गरेर विभिन्न तरिकाले चाहिँ पैसा उठाइरहनु भएको रहेछ अनि हामी यो मेन पावरमा आउँदाखेरि यहाँको सञ्चालक चाहिँ कमल के अरे प्रकाश होइन कमल समथिङ के भनिरहेछ यहाँ एकजना मेन ऊ चाहिँ बिरामी छ भनेर जानुभयो अहिले भर्खर 2-3 घन्टा भएर जानुभएको यहाँबाट उहाँले मोबाइल पनि अफ गर्नुभएको रहेछ अस्ति नै पनि आउँदाखेरि चाहिँ तिमीहरूले जे गर्नु मन छ गर तिमीहरूले 10 जना केटा ल्यायो भने हामी 20 जना ल्याएर तिमीहरूलाई कुटाउँछु भने जस्तो धम्कीहरू दिने मेन पावर भनेको चाहिँ मान्छे पठाउनको लागि राखेको हो कि मान्छे कुट्नको लागि राखेको हो यसको हामीले अलिकति चित्त नबुझेर म आफै आएको छु यो मेन पावरमा चाहिँ अब उहाँलाई मैले कुरा गर्दाखेरि टिकटको पैसा काट्यो भने कामै गरेको छैन त्यहाँ गएर कामै भएको छैन कसरी टिकटको पैसा काट्ने भन्ने कुरा मेरो मलाई लाग्दै पैसा लिएको छ एउटालाई 3,10,000 2 लाख समथिङ गरेर 2 लाखसम्म यिनीहरूले गरेर लगभग गरेर 10,80,000 पैसा चाहिँ उहाँले लिनुभएको छ यहाँ एजेन्ट एउटा अझै हुनुहुन्छ यहाँ काले कता हुनुहुन्छ एउटा उहाँ एजेन्टले पनि के भन्नुहुन्छ पैसा लिएको हो मैले अफिसले बुझाएको भन्नुहुन्छ मान्छे बेच्ने अनि लास्ट अहिले त लास्टमा आएर मान्छे के अरे मान्छे युवाहरू लगेर बेच्ने अनि अहिले चाहिँ मान्छे चिन्दैन भन्न पाइन्छ त पाइँदैन नि त होइन त्यो कारणले गर्दाखेरि मेन पावर भनेको यो युवाहरू विदेश जानको लागि आफ्नो फ्यामिली खुसी होस् भनेर चाहिँ उहाँहरू कमाउनको लागि गएको हुन्छ त्यो कारणले गर्दा यसरी मेन पावरले ठग्दाखेरि चाहिँ यसरी हाम्रै नेपाली दाजुभाइहरूले यसरी ठग्दाखेरि चाहिँ नराम्रो लाग्यो मलाई चाहिँ होइन हामीले यो मेन अब यस्तो हुन्छ अब हामीले न्याय दिने भन्दा पनि हामीले साथ भनेको तपाईँहरू नै हुनुहुन्छ तपाईँहरूको मिडियाबाट हामीले यो न्याय पाउने हो किनकि यस्तो मेन पावरहरूले गर्दाखेरि अरू नठकियोस् अरू विभिन्न व्यक्तिहरू नठकियोस् के
उहाँहरूलाई ठग्नु भयो नि, जसरी उहाँलाई ठग्नु भयो त्यसरी चाहिँ अरूलाई नठगोस् भनेर म चाहन्छु। र मैले यहाँ धेरै कोसिस पनि गरेँ उहाँहरूलाई बस्ने व्यवस्था गरिदिनुहोस् न भन्दाखेरि पनि उहाँले वास्ता गर्नु भएन। उहाँहरूको चाहिँ शैली नै गुन्डागर्दीको छ र यान त्यान भने जस्तो कुरा गर्छ। पैसा उहाँहरूको खाएको छ, अलिकति कुटपिट भइहाल्छ, अलिकति झगडा भइहाल्छ, त्यसलाई अन्यथा लिनु पर्दैन। किनकि कमाउनु भनेर गएको व्यक्तिहरू चाहिँ बाटोमै फर्केर आउनु पर्दाखेरि त्यो अवस्थाको पीडा उहाँहरूले भोगेको छ नि, यो कुरा बुझ्नु पर्दैन उहाँले। काम एउटा भनेर एक ठाउँमा लगेर काम दलाइदिएको छ र होइन भनेर उहाँले यतिसम्मको झुटो बोल्नु। मैले आज वास्तविक मैले यत्रो मेन पावर मैले यति धेरै छापा हान्यो, आज यो मेन पावर देख्दा मलाई अचम्मै लाग्यो के गुन्डागर्दीको कुरा यहाँ लगभग यहाँ पैसा लिएको कुरा पनि प्रमाणित भइसक्यो हो, लगेको भनेछ मनलाग्दी पैसा लिएको छ, मनलाग्दी ठगेको छ कि जे पनि ठग्न पाउँछ। मेन पावर हो भन्दैमा मेन पावरले जति पनि युवाहरूलाई ठग्न पाउँछ तपाईँले पाउँदैन नि त होइन। मेन पावर त सबैको लागि हो होइन। त्यो कारणले गर्दाखेरि यो मेन पावरले चाहिँ एकदम अत्याचारै गरेको हो। त्यो कारणले गर्दा हामी कुनै गुन्डा लिएर आएको होइन, हामी आफै आएको स्वयं म आफै आएर यहाँ कुरा गर्दाखेरि उहाँहरूले पैसा दिने जस्तो कुरा छाडकाड छैन। उहाँको ओनर चाहिँ यहाँको जुन के भन्ने ओनर चाहिँ अहिले चाहिँ बिरामी हुनुभएको अरे भनेर अहिले 3 बजे मोबाइल अफ गर्नुभएको छ है। मोबाइल अफ गर्नुको कारण किन र यो केस चाहिँ हिजो अस्तिदेखिबाटै भइरहेको कुरा थियो। यहाँनिर अलिकति लफडा पनि भएछ, पैसा नपाएपछि पीडितले न्याय नपाएपछि अलिकति लफडा हुने त स्वाभाविक कुरा नै हो होइन। झगडा भइहाल्छ, आफ्नो घरमा त झगडा हुन्छ, यो त पैसा ठग्ने मेन पावरलाई त उसरी झगडा भइहाल्छ। त्यो कारणले गर्दा यो काम चाहिँ नसल्टाएको भएको कारणले हामी मिडियामा आएको हामीले कसरी दिनु। यो मेन पावर होइन है, हेर्नु यहाँ माथि मेन पावर। यो मेन पावरमा चाहिँ कुनै पनि युवाहरूले चाहिँ पैसा नहाल्नु होला है। ठग मेन पावर भन्छु म, यस्ता मेन पावरहरूलाई चाहिँ युवाहरूलाई ठग्ने, युवाहरूलाई पठाउने, अनि ढोका थुनेर कुट्छु भनेर धम्की दिने, गुन्डागर्दीको कुरा गर्ने, बडी बिल्डर ल्याउने, यहाँ गुन्डागर्दी गरेर चाहिँ मान्छे कुटाउने, यो मेन पावर होइन। यो ठग्ने दलाल मेन पावर भन्छु यस्ता मेन पावरलाई म चाहिँ। त्यो कारणले गर्दा यो युवाहरूले पैसा पाएन भने त्यसपछि हेर्छु हामी के गर्नुपर्छ भनेर त्यही भन्न चाहन्छु। कानुनी उपचारको लागि जानुहुन्छ? कानुनी उपचारको लागि हामी जान्छौँ किनकि हामीसँग यति धेरै डकुमेन्ट पनि छ, गइ पनि सक्यो। किनकि राम्रो मुखले पैसा दिन्छ भने हामी किन कानुनी हिसाबमा जाने? सबैलाई एउटा चाहेको त पैसै हो। युवाहरूले उनीहरूले पनि पैसा ऋण गरेर ब्याजमा खोजेर पैसा यो मेन पावर दलहरूलाई लगेर दिएको हुन्छ। यो दलहरूले त लगेर आफ्नो घरमा मजाले पार्टी गरे हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ म के भन्छु भने मेन पावरले यो पैसा सबै रिटर्न